माग्नुहुन्छ भने माग्नुहोस् सजिलो कि त्यस्तो आदेश एटिट्युड के हो सर त्यसको मैले दुईवटा फुली बढाउनु होला म प्रधानमन्त्री हुन छोड्दैन मान्छे हो फुलीको चिन्ता नगर्नुहोस् देशको चिन्ता गर्नुहोस् म भाग्छु म कि भाग्छु म हजुर हुन्छ मेरो प्याकिङ तपाईँले गर्नुहुन्छ प्याकिङ गरेर दिनु हद नगर्नुहोस् यार अन्यायको हद एउटा मान्छेलाई अन्यायको हद नगर्नुहोस् मेरो अलिकति केही तपाईँ यहाँ हेर्न आउनुहुन्छ आउनुहोस् मेरो यहाँ केही छ आउनुहोस् न मसँग प्याकिङ आउनुहोस् मेरो कुरा चार म पोलिटिकल पार्टीको लिडर मेरो दुईजना मान्छे कुरा गर्नुपर्छ पिपुलले इलेक्ट गरेको मान्छे हो रेस्पेक्ट अलिकति मेरो प्याकिङ गर्ने मेरो औषधि मेरो सामान के सानो चिजको लानुपर्दा मैले पर्दैन के भयो चाहिँ के हो आदेश मान्नुहोस् न यस्तो पनि हुन्छ लिगल इलिगल आदेश नगर्नु हल गर्नु बेडरुममा हुनुहुन्छ बेडरुममा एकछिन प्याकिङ गर्दैछु भनेर अब मैले हेर्नु परेन कहाँ छ कागज छ पेपर हेर्नु परेन मैले कानुन व्यवसायलाई देखाउनु परेन अधिकार त होला नि देखाउनुहुन्छ त अनि भनेको तपाईँले कि यति मिनट भित्र प्रोग्राम गर्नु भनेको छ अदालतले के छ भन्छ यति बजेर यति सेकेन्ड लैजानु भने म तपाईँसँग जाँदैछु अनि तपाईँले अति गर्नुभयो त तपाईँले यस्तो धकेल्नु भएको छ त्यो तरिका होइन नि सर मान्छेलाई नो सर मलाई तपाईँको सम्मान चाहिएको होइन अपमान गर्न पाइँदैन अपमान गर्न पाइँदैन होइन जबरजस्ती गरेर भने तपाईँ खेल्ने त्यो पनि तरिका कानुन बमोजिम होला त मलाई कानुन म कहाँ गएर भाग्छु म भाग्छु म मेरो सामान के सानो चिजको लानुपर्दा मैले पर्दैन त्यति के भयो चाहिँ के हो आदेश मान्नुहोस् न यस्तो पनि हुन्छ इलिगल आदेश नगर्नुहोस् इमान्दारी कुरो भनेपछि पब्लिकले भनिसकेँ मैले म पुरा टाइम दिएछु हेर्नुहोस् त पब्लिकले हेर्नुहोस् बस्नुहोस् न भयो 5 मिनट मलाई कानुन व्यवस्था ल्याउनु दिनुहोस् मेरो अगाडिको बाटो हेर्नुपर्छ